हेलो एभ्रिवान, आज चाहिँ हामी होली मनाउन लुम्बिनी जाँदैछौँ भन मम्मी। होली मनाउन त होइन तर होलीको दिन पारेर अनि हामी गाडी कुर्दैछौँ। हियर मुन्नी अनि यता मम्मी बाबा। हामी आयो पुटोल बस पार्क। दिस इज बस पार्क। अनि यहाँ आउने बित्तिकै मुन्नीले भोक लाग्यो भनेर जिद्दी गर्न थाल्यो। अनि यो हाम्रो लुम्बिनी प्रोभिजनल हस्पिटल प्रदेशिक अस्पताल। यो आयो हामी कहाँ भन्दाखेरि भैरवाको बुद्ध चोक। हामी यहाँबाट जाँदैछौँ लुम्बिनी। मैले कस्तो गर्छस् नि त। यहाँ मम्मीले जाडो भयो भन्दै बसेको गर्नु। कस्तो क्युटी देखिनु भयो है दुईजना भेट। मम्मीले जुत्ता सजिलो भयो अरे, जुत्ता सजिलो भयो अरे भनेको। क्रेडिट लिने मान्छे चाहिँ कुराको पनि। मम्मी नाच्नु न, नाच्दिन नाच्नु नाच्नु। चिजिन बिग दिलुलु बाटो बाटोमा पानी छेप्छले होली भनेर आज। विश्व शान्ति स्तूपा। पाल उडेर केही छैन। हामी यहाँ दुईजना यहीँ छौँ है। मम्मी बाबा कहाँ पुगिसक्नु भयो। यहाँ भित्र फोटो खिच्न पाइँदैन जस्तो छ मतलब भिडियो। के गर्छन् नमस्ते त गर्छन् न। यसले बुद्धलाई प्रे गर्दाखेरि नमस्ते गर्छन् के गर्छन् अब सोध्ने रे के। खिचि नै रहेको छु मैले। टिकटक पो खिच्न पाउन्न त। त्यता जा, म त मम्मीसँग गएँ माथि। मम्मीले मेरो आफ्नो कपाल कस्तो भयो भनेर सोध्नुहुन्छ। यहाँ मेरो जसको यस्तो छ त्यसलाई सोध्नुहुन्छ कि मम्मीको कपाल उडा छ कि उडा छैन अरे। मम्मीले टिकटक बनाउनु पाइँदैन भनेर त्यतिकै हिँड्नु भयो अरे कि त्यो। कस्तो क्युटी हुनुहुन्छ कि मम्मीले बाबाले मम्मीलाई लिएर हिँड्नुहुन्छ है। अनि यहाँ बस् न, यहाँ बस्, यस्तो पोज गर्न भन्दै सिकाउनुहुन्छ। अनि आफै फोटो खिचिदिनुहुन्छ क्या। पर्सनल फोटोग्राफर। यो हो कि लाइभ मिली गर्ने भने। हेर कति राम्रो फुल छ। वाउ।
बाई बाई बाई। सो यसको बाहिर नि यति धेरै पसलहरू खुलेछ, पहिला त थिएन है। टिकट टिकट के गरेर खाने? दुईजनाले एक आपसमा ह्याप्पी होली भन्दै लगाउँदैछन् रे के। कस्तो गर्ने रे दिनमा भन्दैन? बताइदिए मुनि। रिदी कस्तो गर्ने? यसरी ह्याप्पी होली भन्ने रे। यो चाहिँ नयाँ गुम्बा नेपालको अरे, नेपालको है, कुनै कन्ट्रीको होइन, नेपालको। ए या त नयाँ स्टोरी के छ भने पहिला रिदिमा एकचोटि लेहेङ्गा लगाएर आइथि, नमानी त्यो पनि त्यो लेहेङ्गा मेरो लेहेङ्गा थियो। त्यो लेहेङ्गा जबरजस्ती लगाएर ठुलो हुँदै पनि अनि यो मन्दिर चढ्दै बुट्टा खसेर घर गयो। अनि एकचोटि बाबा फेरि साइकलमा आउनु भयो होइन मम्मी? अनि कति दिन सुत्नु भयो अरे साइकलमा आएर। शान्ति रे शान्ति। कसो गरे कसो? ए यस्तै गरे हामीले। कसले भन्यो? कस्तो राम्रो आर्किटेक्चर। मम्मीलाई भित्र छिर्न नपाउँदै फोटो खिच्नु पनि भइसक्यो। पहिला हेर्नु, एक्सप्लोर गर्नु। अनि कस्तो राम्रो झुमरहरू पनि कस्तो राम्रो लगाएको। मेरो फोनले त्यति राम्ररी क्याप्चर गर्न सकिरहेको छैन जति राम्रो यहाँ छ। माइ गॉड, उही कति धेरैवटा बुद्ध। मम्मी हेर्नु न, कति धेरैवटा बुद्ध पछाडि के देख्नुभयो वालमा? बुद्ध कति धेरैवटा। आमा यो सबै बुद्ध हो। कस्तो राम्रो बनाएको। बाबा हेर्नु न, कति धेरैवटा बुद्ध, कति धेरैवटा। यता आइ चाहिँ यो सुसु लाग्यो, यसलाई गर्दैछु यो। सरी म त्यही बोल्दिनँ। ऊ त्यहाँ फ्रुट्स त लिएर खाइदिउँ। सरी। यहाँ चाहिँ स्टुडेन्टहरू बसेर पढ्ने, अनि यहाँ चाहिँ बसेर पढाउने गुरुजीले। अहिले चाहिँ हुनुहुन्न, त्यही भएर हल्ला गर्दैछौँ हामी। यो कस्तो अर्कै रहेछ, मैले चिन्दिनँ ल यो के हो। कसैलाई थाहा छ भने भन्नु। के हो यस्तो? मतलब पूजा गर्ने वे होला एउटा है। कस्तो फेसिनेटिङ। आई डोन्ट नो। रहेछन् यहाँ माथि त सेकेन्ड फ्लोर पनि रहेछ। अनि यता फोटो भिडियो चलिरहेछ। नाइस। एउटा कुरा के कमन हुन्छ भने लुम्बिनीमा जहिले पनि कन्स्ट्रक्सन हुन्छ के।
कहिले कन्स्ट्रक्सन रोकिँदैन के कन्स्ट्रक्सन के जहिले जहिले आउँदाखेरि नयाँ कुरा देखिन्छ क्या जस्तो कि यहाँ अहिले नयाँ कन्स्ट्रक्सन भइरहेछ नि त फेरि अर्को बन्छ क्या खै अब त्यो अङ्कलले चाहिँ त्यो के अरे रिक्सावाला अङ्कलले हामीलाई यो नेपालको हो नयाँ गुम्बा हो भनेर भन्नुभयो अब थाहा भएन यहाँ झन्डा चाहिँ अर्कै देशको पनि छ यो चाहिँ हो हाम्रो सिङ्गापुरको हामी सिङ्गापुर पुग्यौँ सिङ्गापुर सिङ्गापुरको मोनेस्ट्री यहाँ पनि कन्स्ट्रक्सन चलिरहेछ कस्तो राम्रो यो ड्रागन के ढोका पनि अब चाहिँ सबै कनेक्टेड टाइपको मन्दिरमा आयौँ हामी मन्दिर भनेर के भन्छ मोनेस्ट्री स्तुपा मोनेस्ट्री यो कस्तो राम्रो जुत्ता खोल्नु पर्यो Nepal Traditional Buddhist Association, a welfare of all by all men. कस्तो नेवारी टेम्पल जस्तो भाइब दिइरहेको छ यहाँ त होइन र बाबा कस्तो नेवारी टेम्पल जस्तो नेपाली टेम्पल हो त्यही भनेर त्यही कस्तो नेवारी जस्तो भाइब दिइरहेको मेमोरी के अरे रिलाइभ भएछ रिक्रिएट गर्ने यो भुक्कडलाई भोक लाग्यो ल घुम ओहो ओहो ल तिर हान्नुभयो तिर हानमा उता गएर मरे जस्तो गर्न यहाँ आएर वाला मर्दैछु यो तिर लागेर यताबाट बन्द छ ठिकै छ आई डोन्ट नो के भेटाउन जानु छ यस्तो दौडी हिँड्नु भएको नि भएको अनि बुढो भएको यिनीहरू सबै कुरो देखाएको कि चित्रमा ए त्यो फर्स्ट टाइम गौतम बुद्धले देख्नुभयो भनेको यसरी घोडामा आउँदाखेरि यसरी देखेको कि ए घोडामा यसरी घोडामा राजा आउँदाखेरि दुःख पाएको देख्नु भएको अरे बाटलेर गएको दुःख खानेको दुःख त्यहाँ बिरामी भएको बुढो भएको त्यहाँबाट मरेको दुःख देख्नु नाइस उहाँको स्टोरी पुरै अनि टुप्पी काटेर अब हिन्दू भएन भन्नुभयो हिन्दूको निशान त त्यसरी टुप्पी हुन्थ्यो नि त काटेर त्याग गर्नु बिकमिङ अ मङ्की मङ्क भन्नुभयो कि सन्यासीमा टुप्पी काटेर के भन्नु खोजेको भने भोकाएर सुरुमा प्र्याक्टिस गर्नुहुन्छ नि त केही पनि नखाइकन अनि त्यतिखेर शिक्षा पाउनुहुन्न ज्ञान पाउनुहुन्न है तर पछिबाट चाहिँ पाउनुहुन्छ अनि उहाँलाई डिस्टर्ब गर्न अप्सराहरू आउनुभएको हो क्या थाहा भएन है मलाई यो त्यो अघि गएको हालको टेम्पल पनि देखियो अनि डिस्टर्ब नभएर खाना खाइसकेपछि गर्नुभएको त्यसपछि के गर्नुभयो त ज्ञान प्राप्ति गर्नुभयो attaining perfect enlightenment
बुद्धत्व प्राप्ति गर्नुभएको कार्य यहाँ चाहिँ पछिबाट प्राप्त गर्नुभयो। ए हाउ इज द जोस? हाउ इज द जोस? जोस कतिको छ? फासफुस भयो? किन भयो फासफुस? यस्तो यस्तो भने के हो? हाउ इज द जोस? बाबा हाउ इज द जोस? बाबा जोस हरायो बाबाको नि। बाबा हराउनु भयो। भिडियोमा आउनु भएको क्या हजुर? यहाँ चाहिँ कति ठुलो मूर्ति रहेछ बुद्ध भगवानको। हालत खराब। यो कोरियन हो, कोरियन। फाइनली यो बत्ती कहिले निप्दैन क्या। अनि त्यसपछि उतो पछाडि चाहिँ अघि देखेको फर्स्टमा देखेको टेम्पल, वाइट टेम्पल अङ्कलले झिकिदिनु हो। वाइट टेम्पल यहाँ चाहिँ डुगा पनि चल्छ क्या। अनि यहाँबाट चाहिँ उतासम्म पुग्छन् क्या। आजको होलीको दिन हो न, तर कसैले कलर लगाएको देखिनँ मैले यहाँ। थकित भएर बस्दै हुनुहुन्छ यहाँ एउटा नागरिक। उहाँको नाम के रहेको छ? यति धेरै थकित भइसक्यो कि अब जवाफ दिन सक्नुहुन्न। लोटस भन्दा धेरै पानीको बोतल भएपछि यस्तो देखिन्छ हाम्रो ताल। फोटोसुट। सो यो हो मायादेवी टेम्पल। हामी चाहिँ भित्र गएर आइसक्यौँ। भित्र भगवानको स्मरणशिला छ। अनि यहाँ कछुवा। के भन्नुपर्छ अरे बाबा? टटराइज भन्नुपर्छ होइन? अघि त के भन्दै हुनुहुन्थ्यो? यसले पहिला देखिन अरे। यो ढुङ्गाहरू 3rd देखि 4th सेन्चुरीको ढुङ्गा अरे, मोनेस्ट्रीहरू। हग्न बसिक्यौ। बाबा मम्मीले के गर्नु अरे भन्दिन। यहाँ 2 जना बसेर भिडियो खिचे हुनुहुन्छ। अनि बाबाले यति धेरै भिडियो खिच्नुभयो कि बाबा के जस्तो देखिनु भयो अरे? रजनीकान्त जस्तो देखिनु भयो अरे। मम्मीले अर्को म्युजिक भिडियो बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ बाबाले अब डान्स देखाउनुहुन्छ अरे। डान्स पनि होइन, डान्स देखाउनुहुन्छ अरे। यस्तो एकैछिन शान्त धारण गरेर हेर्नुहोस् बाबाको डान्स। कानमा लगाइदिनु होला नि। मम्मीले आफ्नो कानभित्र घुसारेको फेरि बाबाको कानमा चाहिँ राखिदिनु हो। बल्ल होली देखियो। रिधिमा अब यो टाइममै सबै गर्न सक्छ, तर चप्पल खोल्न सक्दिने। बोकेर कहाँ पुऱ्याउनु त? यो ठाउँको आर्किटेक्चर, ओ माई गड, आमा कसरी गरायो होला क्या आर्किटेक्चर। वाह, आर्ट गरेछ क्या, भित्तावालाई पनि छोडेको छैन है। यो पनि कस्तो मजाले बनाएको छ। यो सबै वाह।
होली सक्यो। अब हामी घर लागेको।